राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 बहुमत ल्याउने झिनो सम्भावना देखिएको छ। यो सम्भावनाका बेलामा मेरो दिमागमा आएको कुरा के बालेन सरकारले 2/3 बहुमत ल्यायो भने राष्ट्रपति रामचन्द्र पौडेललाई पदबाट निकाल्न सक्छन् त? संविधानले के भन्छ? संविधानको धारा 65 अनुसार 4वटा कन्डिसन मध्ये कुनै एउटा कन्डिसन मिट भयो भने मात्र राष्ट्रपतिले पदबाट निकालिन्छन् है। पहिलो कन्डिसन भनेको राष्ट्रपतिको ज्यान गएको हुनुपर्छ, राष्ट्रपतिले राजीनामा दिएको हुनुपर्छ अथवा राष्ट्रपतिको कार्यकाल सकिएको हुनुपर्छ। चौथो कन्डिसनमा चाहिँ यदि संसद भवनबाट 1/4ले राष्ट्रपति विरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्यो भने र 2/3 बहुमतले त्यो महाअभियोगलाई पारित गर्यो भने राष्ट्रपतिलाई तत्कालै पदबाट निकालिन्छ। मैले यो किन विषय निकालेँ भने बालेन सरकारले पदमा पुगेपछि भ्रष्टाचारीहरू विरुद्धको फाइल खोल्ने भनेर जनताहरूलाई प्रमिस गरेका छन्। यदि त्यो फाइल खोलियो भने र राष्ट्रपति रामचन्द्र पौडेल विरुद्ध विभिन्न भ्रष्टाचारका मुद्दाहरू यदि भेटिए भने र अख्तियार दुरुपयोग अनुसन्धानले त्यो भ्रष्टाचारका कुराहरूलाई पुष्टि गर्यो भने के हुन सक्छ भन्दा नयाँ जोश र जाँगर भरिएका युवाहरू जसले संसद भवन भरिएको हुनेछ ती युवाहरूले चाहिँ राष्ट्रपति रामचन्द्र पौडेल विरुद्ध महाअभियोग लगाउने सम्भावना छ।